लेख उँचो यसको शीर्षक राखिदिएको थिएँ। काव्य सुधार समारसिलो कविता कवितामय सुन्दर छन्, भाव विचार चराचरको अनुनाद निनाद अलङ्कृत हुन्। पुष्पक यान चढाउँछ यो दुनियाँ परबाट अनन्ततिर, विश्व विराट विभु पाइन हुन्, कविजी कवितासित प्रेम गर। फुल्छ कदम्ब फुली नफुली, न बसन्त बसन्त बनाउँछ यो, कानन झैं मरुभूमि खुली, कविता कृति रोप्दछ गोड्दछ यो। ती कविका कविता अरणी, रगणु र मथु नवनीत बगो, वाङ्मयको गुण गौरवको महिमा अजरामर उच्च बनो। काव्य कला मधु तर्क भरी, बहुछन्द विशारद बाटली, आउनु भो महिषी कि बुनु, परिकार चार समेत दी। योग्य युवा परदेश चले, जननी सनको ममता भुलियो, प्रेम उतै अनुराग उतै, कमिलो पुलियो तिर खसिन गयो। के हुन गो कसरी हुन गो, धुइरो परदेश तिरै छ बढी, वृद्ध अशक्त रहे घरमा, कमजोर पीडी त्यसमै रगडी। एक गयो पछि मित्र गए, अनि बन्धु समेत समाज गयो, बन्चर छन् गलखेत सबै, अवशेष बनेर बिलाप रह्यो। यसको अन्तिम श्लोक मात्र पढ्छु म। पद्य सुशोभित लेख बुनु, पद्य सुशोभित लेख बुनु, गर सार्थक जीवन छन्दमय, लेख विधा अजरामर हुन्, सुनियोस् युगका परबाट जय। हुन्न हराउन खाली मजमा, हुन्न हराउन खाली मजमा, सोच उँचो अझ लेख उँचो। आश गरे अनुरोध गरे, हृदयान्तर होस् सरदाम उँचो, हृदयान्तर होस् सरदाम उँचो। बुनुलाई हार्दिक बधाई, धन्यवाद।